बोल्दा बोल्दा आउँछ ए हो रेडी एक्सन कुनै भन के त्यही भनिसकेँ नि है हामी एउटै ल एउटै नेबरहुडमा हुर्केको के अरे अनि त्यही भएर एक्चुली अर्ली टिनमा उसको दिदीको घर मेरो घरतिर चाहिँ ऊ सिफ्ट भयो दिदीको घर बस्न आउँदाखेरि अनि चाहिँ हाम्रो एउटै फ्रेन्ड सर्कल भयो अनि त्यति बेला चाहिँ चिन्न त चिनेको हामीले एकअर्कालाई अलिअलि बोल्ने एज अ फ्रेन्ड यस्तो तर चाहिँ लभ रिलेसनमा चाहिँ त्यस्तो थिएन है आँखा तिमीलाई हेरिरहन्छ तर किन सपना लाग्छ सपना नै हो भने यो अब सायद नबिउजुला म अनि पछि चाहिँ उसको मिल्ने साथी अनि मेरो मिल्ने साथी डेट गर्न लाग्यो कि अनि चाहिँ त्यसपछि चाहिँ उसको साथीले उसलाई साथी लिएर जाने अनि मेरो साथीले मलाई साथी लिएर जाने त्यस्तो गर्दाखेरि हाम्रो क्लोजनेस बढ्यो भनौँ होइन अनि उसले फर्स्टमा प्रपोज गर्दा त अब नो नो नै भनेको है अनि पछि चाहिँ थियो है मनमा त त्यही पनि कि अनि पछि चाहिँ एक्सेप्ट गरेँ फाइनली सुखहरू तिम्रो तिम्रो दुःखहरू हाम्रो सबै चाहना सँगै आँटौँला सारा ईश्वर साक्षी राखी तिम्रो सफलताको लागि दैवसँग पनि ढाँटौँला मन मात्र होइन मेरो आत्मा नै सुम्पिदिउँला मलाई त एकदमै उसलाई हेर्दाखेरि चाहिँ म पनि साँच्चै भन्नुपर्दा मैले त्यो मोमेन्टलाई फिल गर्नै पाइनँ के हुन्छ नि अब त्यो के गरेँ मैले यस्तो सोचेको थिएँ उसलाई देख्नु त्यस्तो हुन्छ उस्तो हुन्छ है हेर्न त हेरेछु है उसलाई तर म यहाँ छु कि छैन कि त्यस्तोवाला फिलिङ्स आइरहेको थियो कि तर चाहिँ ऊ चाहिँ मेरो नजरमा सधैँ ह्यान्डसम होइन अब दुलाको ड्रेसमा त झनै ह्यान्डसम फाइनली मेरो दुलाको रूपमा ऊ अगाडि उभिरहेको थियो है हामीले जे सोचेको थियौँ त्यो अनुसार अब एक्सप्रेसन दिन पाएनौँ त्यो अनुसार ऊ गर्नु पाएनौँ तर पनि है भइहाल्यो सबै राम्रो तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउँला म तिम्रो लागि एक होइन हजारै पल्ट मरिदिउँला म